हेलो गाइस, नमस्ते सबैजनालाई। फेरि स्वागत छ मेरो युट्युब च्यानलमा हजुरहरूलाई। आज चाहिँ सन्डे दिनभरि चाहिँ केही भएन, खाइयो सुतियो। खाना पनि के खाने त्यही नर्मल, अनि तबियत समेत पुरा खराब थियो होइन। अनि सर्दी जुकाम बढी भएर चाहिँ मैले केही खाना चिसो, अब त्यो चिसो भन्ने कुराहरू केही खान पाइनँ। अनि सन्डेको दिन चाहिँ मेरो त्यस्तै सुक्खा गयो। तर अब गयो पनि छैन है। अहिले अहिले मैले कति बजेको छ अरे, ती यो 8 बज्न लाग्छ है। 8 नि होइन, 7:30 हुन लाग्छ। त्यही भएर अहिले मौका छोपेर अहिले हामीले चाहिँ यो एउटा भिडियो हेर्दा हेर्दै एउटा दामी रेसिपी आयो, यसो खाम न त भनेर म त्यो सामान चाहिँ भएन। त्यही भएर अहिले अब दोकान गएर ल्याएर आइने हो, फेरि बनाइने हो, फेरि खाइने हो। खानको लागि त कमाइने हो नि। सन्डेको दिन भनेर फेरि छोडिँदैन है। सन्डेको दिन चाहिँ त चापेर हो खाइने। कहाँ गयो मेरो चाबी? गाडीको चाबी पनि त्यही, अब समाइने हो, हिँड्ने हो। आर यु गेट रेडी? यो चाहिँ बिहानबाट कहाँ कन्न चस्क्यो अरे के अरे भनेर बिचरा त्यस्तै परेसान थियो। अनि त्यहाँ भएर मैले नि ठिकै छ नि त न, अब बिचारीले नि किन दुःख दिउँ भनेर केही प्लान बनाएन। अहिले चाहिँ अब ऊ बिचरा सुतेर अहिले ठिकठाक भएको छ। त्यही भएर अब जाने हो, मस्त अब ल्याउने हो, बनाउने हो। अहिले उसको तबियत पनि ठिक भइसक्यो। आफूले मैले पनि हेरेको छु भिडियो, त्यो पनि बनाउने हो त्यस्तै खाले खाना। फेरि हजुरहरूलाई देखाउँछु, बनाउँदैछु, खाँदैछु त हजुरहरूलाई देखाउने छु। हजुरहरू हेर्ने हो, फेरि आफ्नो मासु भात खाने हो भाइ, त्यही हो। म चाहिँ फेरि मासु सासु भन्ने मलाई त्यति इन्ट्रेस्ट लाग्दैन। म चाहिँ शुद्ध भेजिटेरियन जस्तो मान्छे हो, अलिअलि है, फेरि शुद्ध पनि होइन। त्यही भएर यो चाहिँ फेरि त्यही हो, डेन्जर हो फेरि मासु खानुको लागि। ल आइज जाउँ गाई। अब हामी चाहिँ माडतिर लाग्यौँ, हजुरहरूलाई मिलाउँला फेरि माडतिरै। त फाइनली हामी चाहिँ पुगिसकेका छौँ। यहाँ हो चाउमिन, परमथी ए पर्ते भेज नुडल्स भन्ने वाला त्यो है, नानोवाला हो। छ त यी कौन सा वाला लिने? लिया है चाउमिन? विनेगर अरू हेर। अच्छा, यो त ठुलो ठुलो बोतल रहेछ त। केवडा वाटर भने त विनेगर भयो। थाहा नहीं ना म विनेगर वाटर, विनेगर भने त त्यही त के भन्ने छ बोला, त्यही हो बा। चिल्ली डार्क, यो चिल्ली भिनेगर, त्यो केवडा वाटर भन्ने त्यही हो। यो पनि निकै हुन्छ केवडा वाटर सायद। क्या हुनु? बिरयानीमा कलर यो के भन्छ, स्मेल दिनु हो, अजीब छ त्यो। योले जने फेरि सालभर खाने कि हुन त 52 रुपिज गरे, ठिकै छ। यो वाला भने कति गहुँ रहेछ यार। तर यो चाहिँ मिठो हुन्छ होइन, गाउँको हो। यो माटोको नि 100 कुछ रुपियाँ भाइ, एक दिन 90 रुपियाँको। यो चाहिँ हाम्रो कति रुपियाँ, 25-30 रुपियाँ होला होइन। अरू के लिने? पास्ता वास्ता नै रे। तिल सिरौला नदेखे 70 रुपियाँ। तर मिठो हुन्छ त, चिनी त थाहा छ। फेरि हो त
अब हामीहरूको चाहिँ भइसकेको छ। अब हामीहरू चाहिँ घर जान्छौँ लौ। माथिबाट त पुग्यो, तर तलबाट माथि पुग्दा हाम्रो च्यान जान्छ गाइस। मन्जिला 3 छ तर ठाडो सिँढी छ है भाइ, ठाडो सिँढी। त्यही अहिले यो यसका सिँढी एकदम सिधा सिधा हुने फेरि डेन्जर छ। अब छतमा रहनु भनेको चाहिँ धेरै बेकार कि। अझ एक हिसाबले हेर्ने हो भने चाहिँ मजा पनि आउँछ है। फेरि बिहानको उदाउँदो घाम त्यो चाहिँ मैले सन्डे मात्रै देख्न पाउँछु, अरू दिन त मेरो किस्मतमा हुँदैन। अनि त्यो सन्डेको दिन हेर्न पाइन्छ। अनि सब जो मान्छे दाजुभाइको चाहिँ अरू दिन हुन्छ नि 10 बजेपछिको ड्युटी हुन्छ नि त, तिनीहरूको चाहिँ मजा अब यस्तो रुम लिने, च्याट्टै यो सानो टिङ्रे रुम लिने, अनि मजा आउँछ क्या यस्तो सन्डेको दिनमा। यहाँ बिहान उठेर घाम ताप्यो, मस्त मजा आउँछ होइन। ल मजा चाहिँ गर्दै गर्नुहोस्। अब म चाहिँ अब ल्याएको छु सामान, त्यही रेडी गरौँ, काटकुट पिटपुट। ओके गाइज, मिल्छु। आलू 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 वाला बनाना है, फिर चाउमिन बनाना प्लान क्यान्सल। उहाँलाई मन परेको खाना होइन, मैले मन परेको खाना बनाउने हो। ब्याग खानु उहाँ चाहिँ हाम्रो कुक, हजुरको नाम भन्नुहोस् त। उहाँ चाहिँ हाम्रो डेन्जर कुक हो है फेरि। ओहो, अनि यो चाहिँ हाम्रो चाउमिनमा पर्दै गएको छ। के बड्डा चिकन। अरे लो नूडल्स निकाल। हमारी मस्ती दे दो।
अलिकति नुन कम छ अलिकति नुन कम छ सक्दैछौँ पिरो पनि धेरै छ अलि नुन थपौँ है है असाध्यै मिठो अनि धेरै मिठो बस देख्नु हमारा मान्छे डरेको भन्नु क्या हो फेरिमा खाना भाइ यो 100-150 रुपियाँ हो 100-150 पनि नहोलो त्यसैले हाम्रा मान्छेहरूको हेर्दैछ भनेपछि अब नसोच्नु होला यति रहेछ 100-150 रुपियाँको माल हो तरिका मात्र फरक हो बाँकी एउटै हो सेम यो चाहिँ मैले अफरमा चलिरहेको 150 रुपियाँ किने हो अर्को कुरा यो चाहिँ अफरमा चलिरहेको 100 रुपियाँ 6 गिलास किनेको 99 दुईटा फुटी पनि सक्यो अनि यो चाउमिन चाहिँ अब अहिले सन्डेको दिन हो भाइ तिमीहरूले मासु खायो म यो नखान सक्ने डुङ डुङ दिइहाल्दैन फेरि सो गाइस फाइनली मैले चाहिँ खानासाना खाइसकेको छु अनि मेरो बुढिया चाहिँ यो खाँदैछ यसको टाइम चाहिँ त्यो अब म भिडियो एडिट गरेर पोस्ट पनि गरिसकौँला सायद तबसम्म यसको चलिरहन्छ मेरो चाहिँ भइसकेको छ खाना अनि राम्रो बनेको छ मजा आयो खाएर होइन तपाईँहरूको पनि मजा आयो होला तपाईँहरूले पनि बनाएर खानुभयो होला थ्याङ्क यू गाइज होइन भिडियो हेर्दै गर्नु होला हेरेर माया दिनु होला यदि कसैले भिडियो हेरेर यहाँसम्म पुग्नु भएको छ भनेपछि थ्याङ्क यू फर वाचिङ भिडियो धेरै धेरै धन्यवाद मेरो भिडियोमा 30-32 भ्युज आइरहेको छ तर त्यो जो पनि आउनु भएको छ धेरै धेरै मनैदेखि धेरै धेरै धन्यवाद छ हजुरहरूलाई यसरी नै माया दिँदै रहनु होला मलाई चाहिँ प्योर नेपाली चाहिँ आउँदैन न प्योर आफ्नो त्यो बजाङ्गे भाषा आउँछ मलाई अलिअलि आउँछ सबैतिर आउँछ तर अलिअलि आउँछ सो गाइज भेटौँला भोलि थ्याङ्क यू ल बाई बाई भन्दै मेरो बुढले पनि गुड नाइट भन्दै सबैलाई बिदा गरौँ ए सरी सबैजना सुतौँ बाई बाई गुड नाइट